पनि जान्दिन तिमीहरूले मलाई मोबाइलमा हाल्दिनु नि त म के अरे घर पुग्छु भन्दा उनीहरूले हुन्छ हामी चेक भगाएर तपाईँका पैसा हामीहरू के अरे गुगल पे गरिदिन्छौँ भनेर भने हजुर अनि त्यहाँ उनीहरूले त त्यो भनेर त गर्दै गरेनन् अनि गरेन अनि म अब तीर्थ जाने बेला भयो हजुर हजुर अनि तीर्थ जाने बेला भएपछि के गर्ने रहेछन् केटाहरूले भनेर मैले फोन गर्दाखेरि एक दुईवटा कुरा अब बलि बोले अब अच्छा बढी बोले तपाईँसँग मसँग बढी बोले त नि त पाप लाग्छ गुरुजी तपाईँलाई 3,000 रुपियाँ पैसा दिए अनि बन्दोबस्त कति 15,000 बन्दोबस्त 15,000 को थियो तिमीहरू पूर्व त्यसरी नै दिइरहेका थियौ 15,000 मा 3,000 रुपियाँ दिए रह्यो कति 12,000 12,000 अनि त्यो कसैले पनि तपाईँलाई फोन गरेनन् खै त त्यहाँ कहाँ फोन गर्दै माने 3,000 मात्रै दिए अनि तपाईँले अनि रिप्लेसमेन्ट किन नगर्नु भएको फोन मलाई भाइ पैसा हेर कोसँग भन्नु के भन्नु कसलाई भन्नु भन त अब तिमीहरू जान्ने तिमीहरू खास त मलाई तिमीहरूले बोलाएको नि त्यहाँ हो पम्फुले बोलाएको नि होइन तिमीले बोलाएको अब म आएँ मैले 17 सनदेखि गर्दै 24 सनसम्म गरिनँ गर्नुभयो हो अझै पनि मलाई तिमीहरूको याद छ यहाँ म कुरा गरिरहेको छु तिमीहरूलाई चिन्ने मान्छे छ नि यहाँ म तिमीहरूकै जग्गामा छु हजुर हजुर सबै यहाँ तिमीहरूलाई चिन्ने मान्छे छ नि यहाँ तिमीहरूकै कुरा गरिरहेको छु म तिमीहरू सोधाउन सक्छौ अनि अब हो त्यस्तो गरेपछि म उल्टा धारमा परेँ त मैले त्यो के अरे लगेका मान्छेलाई मैले उल्टा ऋण गरेर तिर्नु पर्यो नि हौ तिमीहरू आफै सोच न अब होइन हुन्छ गुरुजी जे होस् अब तपाईँ नेक्स्ट पालि चाहिँ रेडी हुनु है गुरुजी एकदम याद आउँछ यार कीर्तन सिर्तन गरेको खुब आनन्द लाग्छ ल यी गुरुजी यसपालि मैले ल्याएको हो तपाईँको कुरा पम्पुलाई तपाईँलाई खबर गर्न लगाए खबर खोइ तिमीहरू अब हेर न म अब तिमीहरू त अब त उतापट्टिबाट विमलहरूले पनि फोन गर्छन् विमलहरूले पनि फोन गरिरहेछन् उता तिमी अब त्यो विमल के अरे लावर कि दर्नाल हो लावर अनि उनीहरू पनि फोन गरिरहेछ अब तिमी पनि फोन गरेर कसैमा चाहिँ हामी मजा आइदिनु एउटा मान्छे होइन अनि हो त भएर म जान्न भनिदिएको ला कतै पनि जान्न भनिदिएको म अहिले नि त तिमीहरूकै यहाँ यो के अरे एमएसमा छैनन् एमएसमा मेरो सासूहरू छन् हो यहीँ म गइरहेको छु पूजा एमएसमा हुनुहुन्छ एमएसमा छु मेरो भाइले तिम्रो त बिहा गरेको टुटुले पम्फु चिन्नुहुन्छ पम्फुलाई यहाँ तिमीलाई चिन्ने मान्छे जाने बोल त को भाइको हेलो हेलो म यहाँ बाबा दिदीको बुढो भिनाजु नमस्ते 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 ठिकठाकै हुनुहुन्छ ठिकठाकै गुरु हामीहरूको यहाँ पूजा हामीहरूको मन्दिर अगाडि पूजा पार्टी रहेछौँ नि त गुरुजी हाम्रो एकदम बहुत राम्रो मान्छे हो क्या उहाँलाई याद आयो आज त्यही लागि फोन गरेको अनि के यसपालि चाहिँ पूजा उहाँ नहुने पर्यो भइरहेछ पूजा भइरहेको छ भइरहेछ अनि यत्रो वर्ष लगाइरहेका पण्डितलाई अनि किन छोड्यौ हामीले छोडेको होइन त्यो गुरुजीले नै माने अलिक भ्याउदिनु नभ्याउने जस्तो कुरा गर्नुभयो त त्यही लागि अब गुरुजीलाई अब तपाईँहरूको कपालमा लेखेको रहेछ यसपालि अनि कहाँ हामीले पाइन्छ त अनि होइन अब तिमीले यत्रो साल गरिरहेको गुरुजीलाई अनि छोड्यौ किन केही त तलमाथि केही भयो होला तलमाथि केही भएको छैन बहुत राम्रो गुरुजी हो के उहाँले भ्याउदिन भन्नुभयो यसपालि उसलाई घर छेउकै अलिकति याद आयो त त्यसको लागि गुरुजीलाई फोटो दिनु त गुरुजीलाई दिनु त गुरुजीलाई गुरुजी लिनु अरे तपाईँसँग के बात अरे पट्टै अनि बाँकी पूजा राम्रै छ कहाँ पण्डितले गहपुर चलो ठिकै छ राम्रै चालले पूजा हुँदैछ नि राम्रै हुँदैछ हुन्छ हेलो गुरुजी अब जे जस्तो भए पनि अब याद चाहिँ आयो है तपाईँको त्यहाँ मेरो भाइले बिहा गरेको छ सासूहरू छन् त्यहाँ एमएसमै त्यहाँ एमएसबाट अलिकति गयो भने पाइन्छ उनीहरूको घर ल त गुरुजी ल